केरला जाने पनि बहिनीलाई नासो लगी घिउ लगी कोका मकै लगी गया अनि ऊ पनि बहिनी पनि ऊ त कति निराश भइआछन् सबै जाउजान परिवार निराश छौँ कोही भए सम्पर्कमा आइज मेरो भाउ किन भएर आज यही त सङ्कल्पमा आइज हामी के गरिन दिन काटिन खाने हो यहाँ। सिस्ने गाउँपालिका वडा नम्बर 3 पाङ्गा रुकुम पूर्व घर भएका हेमन्त खत्री आजभन्दा करिब 9 महिना अगाडि भारतको केरला बहिनीलाई भेट्नको लागि जान्छु भनेर गएका हेमन्त खत्री उत्तर प्रदेशको झाँसी रेलवे स्टेसनबाट बेपत्ता भएका छन्। साथमा गएका साथीभाइको भनाइअनुसार हामी नेपालको बार्डरबाट झाँसीसम्म एउटा रेल चढ्यौँ र झाँसीबाट साउथ मद्रास केरला जानको लागि अर्को रेल चढ्ने क्रममा हेमन्त छुटेको हुन सक्ने साथीहरूको भनाइ छ। रेलवे स्टेसन एकदमै भिडभाड थियो र रेलको ढोकाबाट भित्र पस्न पनि एकदमै अप्ठ्यारो परिस्थिति भएको साथीहरूको भनाइ छ र सबै साथी चढिसकेपछि सबैको एकसाथ तत्काल भेट नभएको र धेरै स्टेसन पार गरिसकेपछि सबै साथी कता कता बसेका छौँ भनेर पहिचान गर्दै गर्दा हेमन्त रेलको डिब्बाभित्र नभएको र मद्रास केरला पुगिसकेपछि सबै साथी भेट हुँदा हेमन्तको लागि रेलको सबै डिब्बा हेमन्तसँगै गएका साथीभाइहरूले खोजतलास गर्दा हेमन्त भेटिएनन् र हेमन्त आधा बाटोमै छुटेको हुन सक्ने कुरा साथीहरूले नेपालमा खबर गरिदिए र केरला बस्ने हेमन्तका आफन्त र साथीभाइ हेमन्तलाई खोज्दै झाँसीसम्म पुगे र हेमन्त भेटिएनन्। त्यो दिनको रेलवे स्टेसनको सबै अभिलेख झाँसीको प्रशासनमा हेर्दा कुनै प्रकारको एक्सिडेन्ट नभएको प्रशासनको भनाइ थियो र अहिलेसम्म न त हेमन्तले घरमा बाआमा श्रीमतीको कन्ट्याक्टमा आएका छन् न त हेमन्तलाई कसैले देखेको कुरा गर्छन्। हेमन्त यति बेला बेपत्ता छन्। हेमन्त घरको एकमात्र छोरा हुन्। यति बेला हेमन्तको घरमा बाआमा श्रीमती र ती ससाना नानी बाबुको रुवाबासी चलिरहेको छ। हेमन्तको पर्खाइमा बसिरहेका ती बाआमाको यति बेला दर्दनाक रुवाई छ। बहिनी भेट्ने भनेर गएको हामीलाई थाहा छैन। भदौ 28 गते हरायो भन्ने झाँसीको सहरमा इन्डियामा हरायो भन्दाखेरि इन्डियाबाट गएको साथीहरू आई मेडिया गरी त्यति गरी पत्ता लागेन। कोही गरिन दिन काटिन खाने हो यहाँ। बुढाबुढी आमा बाबु सानो छोरो छ। बाबा भन्छ सही पाङ्गा ल्याउन पठाउँछ, सही रुकुम लग्न पठाउँछ। पाङ्गा हुनुहुन्छ मेरो बाबा भन्छ। मेरो बाबा रुकुम हुनुहुन्छ बब्बै भन्छ। मेरो बाबाले भोलि साइकल ल्याइदिन आउने भन्नुहुन्छ नि भए भन्छ। अनि यसरी किन बालबच्चा बिचल्ली बनाइकन के गर्ने बालबच्चा भरि बिचल्ली बनाइ ल्याइकन कहाँ दब्रिया छ के गरिरहेको छ भएपछि पत्ता लाग्छ। कृपया हेमन्त खत्रीलाई जो कसैले देख्नुभयो भने र नजिकको प्रशासन अथवा हाम्रो फेसबुकमा कन्ट्याक्ट गरेर सहयोग गरिदिनु होला र सबै समक्ष पुर्याउनलाई यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला।